खोलाले एकदम उग्र रूप धारण गरिसकेको छ। अहिले भने यहाँ मन सधैँ मैले देखाउने है काइला कोपाको मनलाई डुबाइसकेको छ है। यसलाई पनि खाली गरिदिन्छु। साधनहरूको मैले बनाइदिइसकेँ र मेरो चाहिँ एकदम अन्डर वाटर नै भइरहेको रहेछ है। यसलाई बनाउँदै जान्छु। हेर्दै गर्नुहोस् है। खोला बढ्दा पनि पानीको समस्या हुने है, घट्दा पनि पानीको समस्या हुने के यस्तो। यहाँ हेर्नुहोस् है, स्कुल जाने पाइपपट्टि चाहिँ भित्रपट्टिबाट यो के अरे चिलाउनेको दाना पसेर यस्तो टाइट भएर बसेको रहेछ अहिले खोल्दाखेरि हो। अब चाहिँ स्कुल लाइन पनि यस्तो फोर्स आउँछ है। केही क्षण प्रतीक्षा गर्नुहोस्। यो चाहिँ स्कुलको जाने सरकारी लाइन हो है। पानीको बेसी बेगले होला है यसरी पल्टेको अवस्थामा छ है। आज सन्डे हो, कर्मचारी पनि सायद आउँदैन होला। यसलाई पनि म बनाइदिन्छु है। केही समय लाग्ने रहेछ। मेरो पानीहरू त बनिसक्यो है, हेर्दै गर्नुहोस्। अहिले घरि चाहिँ मैले यहाँ बनाइदिइसकेको छु है। एकदम पानी सुचारू रूपले चलिरहेको छ है र सबैको यहाँ बनाइदिइसकेँ है। यो भिडियो लामो हुन्छ होला, म सर्ट बनाउनको लागि यहीँ अन्त गर्दछु। फेरि यस्तै सामाजिक कार्यहरू गर्दै गरेको भेट्ने बाचा गर्दै अहिलेलाई बिदा लिन्छु। हस्त, धन्यवाद।